भर्खरै हजुरहरूले देख्न सक्नुहुन्छ ब्लक एफमा ब्याकलिङ प्रोग्रामिङ वर्क सकिएको छ। हाम्रो कङ्क्रिट हलन पिनकोड हाम्रो काम सकिएको छ र ब्लक अब डिएलएम गरेको छ भोलि कङ्क्रिटको लागि भोलि हुन्छ। मान्छेहरू एकदम धेरै खटिएका छन्। यो चाहिँ हाम्रो ब्याङ्क जम्प राम्रो हुन्छ सौरहरू एकदम कतिको अब उपलब्ध गराएर ब्लक बी र ब्लक सीको ल्यान्डिङको काम हुन्छ। त्यही भएर उहाँहरू बस्नु गएको छ। उहाँहरू स्पिडहरूको लागि पाइप सेट गरेर बिचमा पाइप फिल गरेर कम्प्रेसन गरेर सोलिङ गरेर त्यसपछि हाम्रो पानीको व्यवस्था गरेर त्यस गरिन्छ। हाम्रो एकदम हाम्रो रफ्तारमा काम गरेको छ। आजको प्रोग्रेस गर्न देख्न सकिन्छ। त्यहाँदेखि जसरी भने अझै रातभरिमा सघाउने प्लान छ ल्यान्डिङहरू ब्लक बी र ब्लक सीको। हाम्रो ब्लक प्रगति देख्न सकिन्छ। हाम्रो ब्लक एमा चाहिँ राइजरको काम सकिएको छ। लेभलिङ पनि दिइसकेको छ। लेभलिङ फिक्स भइसकेपछि हामीले बिट हालेर त्यसलाई एकदम जुन पाराले फिक्स गरेका छौँ। अब त्यहाँनिर भोलि हाम्रो ढकान हुने प्लान छ। कति बजीसम्म जान्छ त्यस्तो दिनको समयमै ढकान हुन्छ हाम्रो स्योर हो। यसको लागि ब्लक एमा चाहिँ त्यस्तो खासै प्रोग्रेस गरिरहेको छ। त्यो आज देख्न सक्नुहुन्छ।